हेलो एभ्रिवान, वेलकम टु माई भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। आज बिहान उठेर म चिया र बिस्कुट खाएको थिएँ। त्यसपछि हिजो होलीको लुगा धोएको थिइनँ, त्यो धोएर सुकाएँ। अनि बिहान खानामा चाहिँ मैले चनाको तरकारी र खाना खाएँ। दिउँसो एकछिन हामी ठुलो मम्मीको घर जाने भनेर चन्द्रगिरी गएको थियौँ। त्यहाँ गयौँ, एकछिन ठुलो बुवा र ठुलो मम्मीसँग गफ गऱ्यौँ, भेट्यौँ। त्यहाँ ठुलो मम्मीले फलफुल लिएर आइसकेको थियो खानाको लागि, हामीले खायौँ। अनि ठुलो मम्मीलाई आफ्नै घरमा तरकारी लगाएर फलाएर खाना मनपर्छ, त्यही भएर कति धेरै तरकारीहरू लगाइसकेको छ। म चाहिँ त्यही हेर्न छतमा गएको थिएँ। अनि यसो फोटोसोटो पनि खिचेँ, वरिपरि हेरेँ, अनि तल फर्केँ। अनि त्यसपछि बेलुका 1-2 घन्टा बसेर हामी फर्किँदाखेरि चाहिँ नरिवल पानी खायौँ मम्मीले र मैले। अनि त्यो फुटाएर भित्रको मलाई पनि खाना ट्राई गरेको। मम्मीकोमा चाहिँ मलाई थियो, मेरोमा चाहिँ नरिवल भइसकेको रहेछ। अनि हामी घर फर्क्यौँ। घर फर्किसकेपछि बल्ल याद आयो मलाई फोटो खिच्नको लागि बाहिर जानु थियो भनेर। त्यही भएर त्यो काम सघाउनको लागि म एकछिन फोटो खिच्ने ठाउँमा गएँ। अनि घर फर्केँ। बेलुका मैले खाना खाएँ, एडिट गरेँ अनि सुतेँ। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू टुमोरो। बाई बाई।